पैसा कमाएको देखिएको मान्छे चाहिँ है, नदेखेका मान्छेहरू टन्नै छन् तर देखिएको मान्छे चाहिँ उहाँ हो। सो उहाँले चाहिँ जेनरली तपाईँहरूलाई दुईटा रुल थाहा हुन्छ होला, उहाँको 5वटा रुल रहेछ हैन। फर्स्ट रुल के हो थाहा छ? उहाँले के भन्नुहुन्छ भन्दा यो स्टक मार्केटमा लाग्दाखेरि सबजनाले फर्स्टमा दिमागमा राख्नुपर्ने कुराहरू नै हो के। पहिलो रुल भनेको मैले आज जे लगानी गरेको छु त्यो चाहिँ घट्नु भएन, मेरो लगानी चाहिँ घट्नु भएन, मेरो पैसा चाहिँ प्रोटेक्ट हुनु पर्यो। सो फर्स्ट रुलले कमाउने होइन कि बचाउने, नेभर लुज योर मनी। स्टक मार्केटको पहिलो रुल यो कसैले पनि भन्यो भने पनि तपाईँको दिमागमा राख्नु भएको छैन होला के। त्यसैले स्टक मार्केटमा आज म लगानी गर्दैछु भनेपछि कमाउने त दोस्रो कुरा हो क्या। आज लगानी गर्दैछु भने मेरो लगानी सेफ हुन्छ कि हुँदैन, मैले जुन ठाउँमा लगानी गर्दैछु या मैले जुन स्टक किन्दैछु त्यसमा मेरो पैसा घट्न सक्ने प्रोबेबिलिटी कति धेरै छ कि छैन भन्ने खालको पहिला चेतना हुनुपर्छ तपाईँलाई। जस्तै अहिले एसवाई प्यानल भन्ने स्टक किन्नुभयो भने त्यो 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 कन्फिडेन्स कतिको आउँछ तपाईँलाई अहिलेको मार्केटको सिनेरियोमा? एक्ज्याक्टली पहिलो चेतना यही आउनु पर्यो क्या। किनभने अब घट्न सक्ने चान्सेस हाई छ नि त। सो तपाईँले यदि तपाईँको मुटु धारा तोरीको तेल खाएर मुटु डह्रो छ होइन, अनि पैसा पनि डह्रो छ, अनि रिस्क लिन सक्ने क्यापेसिटी पनि डह्रो छ भने बल्ल किन्ने। कमाउनु अब म कमाउँछु भन्नको लागि किन्ने हो, पहिला सुरु आफ्नो क्यापिटल बचाउँ भन्ने दिमागमा फर्स्ट टाइम है। दोस्रो रुल के हो? त्यही पहिलो रुल बिर्सिनु हुन्न अरे के। जेसुकै गरे आफ्नो पैसा चाहिँ घट्नु भएन क्या। माडवाडीहरूको रुल जस्तै पैसा कितना हाल्ने नि, योभन्दा तल जानु भएन भने। सो फर्स्ट रुल अफ स्टक मार्केट भनेकै तपाईँको प्रोटेक्सन अफ मनी हो। हामीले सोच्नुपर्ने तरिकै त्यही हो। त्यति मात्र पनि सोच्नु भयो भने धेरै जसो डुब्नेबाट चाहिँ बस्नुहुन्छ। तपाईँको थटै त्यहाँ पुग्दै पुगेन, फर्स्ट म त अथाह कमाउँछु भनेर लाग्नुभयो भने तपाईँले अथाह रिस्क लिनुहुन्छ। बुझिनु भएको छ मैले भन्नु खोजेको कुरा? आफूले गरेको कामसँग पनि रिलेट गर्नु होला है, कतिको मिल्छ। यसो मिल्न गयो भने सन्जोग मात्र हुनेछ।